रेनबो मेरो गुड मर्निङ भइसक्यो। रेनबो खेल्न थालिसक्यो। सबैजनालाई हाम्रो नयाँ भ्लगमा स्वागत छ। फेरि पनि हामी एकदम आज चाहिँ एकदम रेस्ट डे जस्तो पनि होइन, आज हाम्रो लास्ट डे इन डालस हो। अब हामी त्यस्तो बिग थिङ केही पनि गर्दैनौँ। हामी बस्छौँ यताउता सानोतिनो ठाउँहरू अलिअलि जान्छौँ। साँझ चाहिँ मेबी फाइनल आज हाम्रो गेट टुगेदर हुन्छ होला। अनि त्यसपछि हामी भोलि बिहान उठेर मिसिसिपी। Bro, where are you? That's our last day in Dallas. So sad, myself. And I'm finally चाकुमरी जाँदैछौँ। खाना पाइन्छ कि पाइँदैन त्यही भएर थाहा हुन्छ। Finally हैन, यो सेकेन्ड टाइम हो। त्यही त खानालाई के अस्ति त नपाएको हो नि त। म कति खुसी छु। भोक लागिसक्यो लास्ट डे यार। तर लास्ट डे हामी धेरै टाइमलाई बस्यौँ है योपालि डालस। लाइफको म धेरै बसेको यही होला डालसमा। पहिला उताबाट फर्केपछि लास्ट इयर तिमी 1 महिना बसेन? लास्ट इयर 1 महिना कहाँ बस्यो? म यस्तै नै टाइम बस्यो, 6-7 दिन नै गर्यो। म त फर्स्ट टाइमै होला यस्तो 1 हप्ता नै बस्यो मजाले। थाकिसक्यो हामी 3 दिनै हिँडेको कहाँ चस्मा घामले टल्क्यो। मेरो चस्मा लाउनु पर्ने। तर कस्तो ठिक्क छ आज वेदर जस्ट। घाम पनि लागेको छ। कति छ बाहिर? 73 हेरेर त कति ठिक्क कि यस्तो वेदर पो हो त घाम लागेर टक्क जाडो पनि छैन। अर्डर गरेर आयो अब हामी वेट गर्दैछौँ। हामीले धेरै कुराहरू अर्डर गरेछौँ। सबै गर्ने भनेको तर धेरै खान पनि सक्दैन नि त। खाएपछि थाहा हुन्छ के मिठो छ भनेर। जेरी स्वारी पुरी जेरी स्वारी हलुवा। फर्स्ट टाइम हलुवा खानेवाला त्यो अर्कैवाला हलुवा। छुट्टै चाहिँ सबै खान्छु तर कम्बाइन गरेर चाहिँ कहिले होइन त्यो हलुवा कसरी खायो? हलुवै त हुन्छ। हलुवा होइन पिठोको। सो त्यो ट्राई गर्न लाग्छौँ। आज बेबले चमचम पनि फाइनली देख्यो। अब टेस्ट पनि गर्छ चमचम रियल चमचम के हो भनेर। यो बुटोलको चमचम के चमचम हो थाहा भएन। अब रियल चमचम चाहिँ आज टेस्ट गर्न पाउने भयो। मलाई चाहिँ त्यो रमाइलो लागिरहेको छ। चाकुमारी खाएर अब हामी रिभ्यू दिन्छौँ। म त चाकुमारी भन्दा ठाउँको नाम हो चाकुमारी। हामी अस्ति नै आएको तर लास्टै भिड थियो त्यही भएर फर्स्ट टाइम आउँदाखेरि भिड थियो। हामी फर्क्यौँ खान पनि सकिन लाग्यो थियो। आज चाहिँ त्यति भिड छैन रहेछ लाइन। आज विकडेज नै भयो नि त। निम चाहिँ आएको छैन। अब हामी खाना लिएर निमलाई खुवाउन जाँदैछौँ। गर्मी भयो कि बिहानै आउँदो रहेछ नि के हो ब्रेकफास्ट खाना आउँदो रहेछ मान्छेहरू। टक्क लाएर हाम्रो के हो यो लन्च भन्ने कि ब्रन्च भन्ने कि स्न्याक्स भन्ने कि के भन्ने हो हाम्रो रेडी भयो। आज निमले पनि फर्स्ट टाइम खाँदै हुनुहुन्छ। जेरी स्वारी हलुवा। यो हलुवा यिनीहरूलाई थाहा छैन यस्तो पाउँछ भनेर काठमाडौँमा पाउँछ यिनीहरू खाएको छैन होला। First time in our life. Let's see. यिनीहरूलाई खाम भोक लाग्यो मलाई। त्यो धेरै भयो त्यो। अब यहाँको हलुवा निकाल। भित्रको हलुवा पनि आधी त्यहाँ राख। तिमी पनि फलो गर्दैछौ? हलुवा राख अब त्यहाँ अलिक मजाले राख हलुवा। ल अब त्यसलाई ऱ्याप गर्ने अनि त्यो बाइट गर्ने। कस्तो रहेछ त बेस्ट। यही हो जेरी स्वारी। यस्तो ऱ्याप गर्ने हलुवा जेरी स्वारी हलुवा। बुरिटो रहेछ क्या नेपाली बुरिटो। Okay, not bad. यो हलुवा सुजीको होइन पिठोको मिठो हुन्छ हलुवा। कस्तो लाग्यो? कस्तो नि? मैले नर्मली लाइफमा खाइरहेको हलुवा भन्दा फरक रहेछ। हो यो उसको हेर न यो सुजीको हलुवा होइन कि मिठो हुन्छ यो हलुवा छुट्टै रहेछ। गाइजहरू यसलाई भन्छ हामीले चाहिँ भन्छौँ यसलाई चमचम। चमचम भनेको मिठाई हो एउटा यस्तै ठ्याक्क माथिबाट नरिवलको धुलो हालिदिएको रसपरी जस्तै हुन्छ अलिअलि मिठो हुन्छ गुलियो चास्नी। बुटोलको चमचम चोक यहीबाट हो। उहाँहरूले फेरि यसलाई के भन्नुहुन्छ? के भन्नुहुन्छ बुटोलबाट? देखेकै छैन यो मिठाई हो त्यही जस्ट जेनरल नाम मात्रै मिठाई। उहाँले चाहिँ रियल चमचम आज फर्स्ट टाइम टेस्ट गर्नुहुन्छ है त।
चमचम चाहिँ गोलो नबनाएर लङ बनाएको होलालाई चमचम भन्छ। Fry गर्ने त्यहीबाट donut। चमचम चोक आएको चाहिँ किन चोकले चमचम दामला भने जस्तो हो क्या खै यस्तो डोनटकै पिठो अरे तर त्यसलाई गोलो नजोडाएर लाम्चो फ्राई गरेर दिने कि अनि त्यसलाई तर गिलो चाहिँ हुँदैन खाँदाखेरि होइन डोनट नै हो डोनट नै हो डोनट नै होला डोनट र शेप मात्रै फरक ल निम चमचम अब ट्याक्क लाएर एउटा चमचम खानु पर्यो गर्न पर्यो टिका लगाएको चम्चम टिका लगाएको चेरी पनि रहेछ क्या ल टिकाको चमचम चमचम चम कोकोनट मिठो रहेछ त्यो मिठो रहेछ है चमचम मिठो मिठाई हो दाँतमा चमचम लाइफको चमचम चोकको मान्छेलाई मेरो चमचममा किन टिका लगाएन चमचम चोकको मान्छेलाई फर्स्ट टाइम रियल चमचमको Real स्वाद चमचम, आज चखाउन पाइयो ल लेट्स सी डोनटवाला चमचम भर्सेस रियल चमचम मजा आउँदो रहेछ र ऊ जस्तै त रहेछ नि रसमरी जस्तै खालको हल्का होइन कोकोमा टिका लगाएर अन्त तर सेप चाहिँ फेरि चमचमको यस्तो छ नि त त्यही भएर हाम्रो पनि त्यस्तै भएको थियो तर डोनट बनाइदिनु भएछ चमचम तर बाजे राम्रो हो नि त त्यो त राम्रो नराम्रो होइन तर राम्रो इन्भेट गर्नुभएछ अनि यसमा त्यो भित्रको लिक्विड पनि ठिक्क है ठिक्कको छ बाहिर फेरि देखिँदैन नि देखिँदैन है त्यस्तो हो। यो चाहिँ सफ्ट छ interesting भनेर रहेछ। मिठो चमचम ल मुभी के खाँदै तितौरा ओके के तितौरा हो त्यो इमली झोल म खान सक्दिनँ म डरले तिमीसँग मात्र काट्दिन्छु ओ त्यस्तो भाइलेन्स तितौरा इन्जोय गर्दा है त ल इजी खै के मुभी हो यो हक ओके के हक मेरो के हक छ भन्ने वाला इन्जोय गाइज गाइज आर वाचिङ मुभी म चाहिँ आफ्नै दुनियाँमा मस्त आफ्नो दुनियाँमा तितौरा वाट इज द्याट Like a special चटपटे बुटोल स्पेसल हो Yes, very special. नाइस 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 थ्याङ्क यू यार आज भ्लग बनाउन पनि झ्याउलायो त्यही भएर म चाहिँ मस्त बसिरहेको छु हामी अब जाँदैछौँ सनड्यान्स Fort Worth आइपुग्यो फेरि खानेकुरा खोज्न सबैलाई सुन्दै युगेश हङ्ग्री छ ह्याङ्ग्री हुन्छ अहिले फेरि 2 मिनेटमा एकछिनमा ह्याङ्ग्री हुन्छ युगेश हल्क जस्तो छ हुँदैन फेरि हामी अझै जानुपर्छ मिसिसिपी त्यसलाई पनि लिएर जान्छु ह्याङ्ग्री हुन थाल्यो त्यसलाई पनि बोकेर हाल्ने फोर्थ वर्थ डाउनटाउन हाम्रो आज लास्ट डेमा हम फिर से पार्टी कर रहे हैं होगा अभी पार्टी हो रही है हुन्छ हाम्रो पार्टी नगरे पनि हामीले चाहिँ भाइब इन्जोय गर्न आएको पार्टी नगरे पनि भोलि हाम्रो 9 घन्टा ड्राइभ छ सुर्गेश रमाइलो भइरहेको छ तँलाई कडा यार अब हामी यहाँ पानी नाचेको हेर्छौँ के हुँदैछ तिम्रो लाइफमा आज लास्ट डे इन डालस के छ तिम्रो भाइब्स रमाइलो भइरहेछ थाकिसकेँ म तिम्रो सुटले म थाकिसकेँ अच्छा सबजना भोकै भोकै देखेछन् दुर्गेश बाहेक
तपाईँको अरू सबै भोकै देखेछन् भने हामीले अझै अरू ग्रुपहरूलाई कुर्दैछौँ 4-5 जना अझै आउनेछ त्यति बेलासम्म अब के बसेर यत्तिकै बाहिर बस्नुभन्दा केही गरौँ भनेर हामी चाहिँ रेस्टुरेन्ट बारभित्र छिर्यौँ अब हामी एकछिन बस्छौँ कुर्छौँ अनि त्यसपछि बाहिर निस्किन्छौँ अहिलेपछि यता अमेरिका आएर बिग्रेको केटीहरू रक्सी खान्छन् हेर्दा के हो यो कस्तो कोइन्सिडेन्स होला त हामी टेक्ससको कहाँको बारमा आज हाम्रो कलेजको फुटबल चल्दैछ टेक्ससको बारमा एउटा स्टोरीको पछि कति मेहनत छ यहाँ हेर्नुहोस् गाइस ल यता गाडीमा आएर बिर्सेछु कि गाडीमा छ जुत्ता गाडीमा थियो नि ठिकै छ कसले हेर्छ र भाले मलाई चाहिँ भाल्दैन हो के हेर्नु खाली खुट्टा हिँड्नु आइजहरू यिनीहरूकोमा प्लेट सक्यो अरे त्यही भएर हामीलाई तावामै ल्याइदिएको छ हाम्रो भोक लागेको सरले इन्जोय गर्न लाउँदै हुनुहुन्छ यहाँ अब हामीले तावा फ्राइज खान्छौँ अब कोइलहरू फौजीहरू What's up? What's up? Oh, hello vlog. Welcome to the vlog. के छ पिराना Lallu Ram and Neem Kesi is here. Oh my god! Ramailo, Ramailo. ज्यापर हल्ली भनेर पठाइदिएला मेरो होइन ल भयो भयो हाम्रो यहाँ खाना आइसक्यो ल ह्याप्साना केटाहरू निम्साई हाम्रो अब गुड नाइट हुँदैछ छाता बन्द भइसक्यो यही भन्दै हाम्रो ब्लग आज यही सकिन्छ वेलकम टु द गुड नाइट बाई आज हामीले हाम्रो ब्लग यही गर्छौँ हाम्रो डालस ट्रिपको फाइनल डे आज ल सबैजनालाई गुड नाइट ह्याप्पी न्यू इयर बाई